नमस्कार। आजकल साथीभाइ र मित्रतामा यतिसम्म पनि हानि नोक्सानी भइरहेको छ कि मान्छेहरूलाई थाहा नै छैन, एक आपसको कपडा एक्सचेन्ज गरेर लगाइरहेका छन्। त्यसबाट हुने हानि नोक्सानीको विषयमा बताइदिन्छु। शास्त्रीय हिसाबले पनि आफ्नो कपडा अरूलाई दिनुहुन्न र अरूको कपडा पनि आफूले लाउनुहुन्न। तर कतिपयको भ्रम के छ, धोएपछि लाउनुहुन्छ भनेर। त्यो टोटली रङ हो। यदि तपाईँलाई आफ्नो शनि ग्रह खराब गर्नु छ र शुक्र ग्रह खराब गर्नु छ भने यो गर्नु होला, नभए चाहिँ एक आपसमा कपडा साटेर नलगाउनु होला। यसबाट दुईवटा हानि हुन्छ। एउटा हानि चाहिँ तपाईसँग भएको सह भनेको चाहिँ के हो भने तपाईसँग सबै शुभता हुने ग्रहहरू चाहिँ जुन छ र शुभ हुने प्रतिफल छ, यो चाहिँ सकिएर जान्छ, क्षय भएर जान्छ। अर्को तपाईसँग भएको तेज, तपाईसँग भएको पोजिटिभ इनर्जी, तपाईँको पोजिटिभ औरालाई तेज भन्छ, त्यो तेज पनि सकिएर जान्छ। तसर्थ एक आपसको कपडाहरू साटेर नलगाउनुहोस्। उनीहरूकोमा भएको नकारात्मक तपाईँमा आउँछ र तपाईँमा भएको नकारात्मक र सकारात्मक उतापट्टि जान्छ। तसर्थ यो गल्ती नगर्नुहोस्। र साइन्टिफिक रिजनबाट पनि हेर्ने हो भने जति पनि भाइरसहरू फैलेका छन् त्यो एक आपसको जुत्ता र कपडा, मोजा या भित्री वस्त्र साटासाट या बाहिरी वस्त्र साटासाट गरेर लगाएको हुनाले। कतै तपाईँमा नि यस्तो बानी छ कि छैन कमेन्ट गर्नुहोला र कमेन्टमा हर हर महादेव लेख्नुहोला।